ल हेर्न आज चाहिँ होइन लोकेसन भन्दैछु क्या म सकेको जो प्लेटहरू पाउँछ नि त्यो ठाउँ कहाँ हो भनेर चाहिँ यहाँ आइरहेको छ है। लोकेसन चाहिँ यो जम्मलबाट रहेछ। अब यता कता हो तासेरै राखेको थियो यसरी भन्नुपर्छ। यहाँ हो क्या हो कि फुलबारीपट्टि जाने होइन के यता हो होइन होला यो फुलबारी नै हो किनकि हामी पनि खोज्दैछौँ क्या लोकेसन चाहिँ तपाईँहरूलाई चाहिँ सजिलो होस् भनेर देखाउँदैछु। कताबाट जम्मल झर्ने अब बाइक स्कुटीमा आउनेहरू सिधै फुलबारी हेर्नु होला। हामी जस्तो गाडी चढेर आउनेहरू चाहिँ हो अहिले यसरी चाहिँ जानु होला। यहाँ क्याफे छ ल 250 को कौडाहरू सेल्स लगाइरहेको रहेछ जतिको चाहिँ आउनु देखाइदिउँ 250 को ज्याकेटहरू रहेछ। आउनु हेर पछि यता चाहिँ 250 को कपडा सेल्स लागिरहेको रहेछ। खास आज कपडा भन्दा पनि हेर्न आएको त भाडा पो हो त। भाडालाई त बिर्सिनु भएन। 550 को जुत्ताहरूलाई यस्तो राम्रो राम्रो रहेछ। खास पुल तर्नै नपर्ने रहेछ क्या। जमलबाट ओर्लिने बित्तिकै रहेछ राइट साइडमा। हेर्नु है त मैले त्यताको भिडियो बनाएको छु। खास उताबाट आउने मान्छेहरूले मात्र पुल पार गर्नुपर्ने रहेछ। हाम्रो यता साइडकोले नपर्ने रहेछ क्या। अनि फेरि त्यसपछि भएर फेरि फर्केर फेरि बनाएको छु हामीले सेम। लाइट जमलबाट ठ्याक्क ओर्लिसकेपछि यहाँ रहेछ 100 रुपियाँ जाने। यहीँ भनेको थियो यहीँ हो र 100 रुपियाँ जाने बेचिरहेको माथि। माथि जानु भने भएर माथि गयो हामी चाहिँ होइन। अनि भिडियो चाहिँ के अरे भोइस चाहिँ म्युट गर्नु पऱ्यो क्या किनकि गीत बजिरहेको रहेछ। अनि त्यसपछि माथि गयो। माथि गएर हेरेको यो सुरुमा देखिरहेको र यता सुरुमा छ नि जुन यहाँ प्लेटहरू पनि छ कचौडाहरू पनि एकदम राम्रो राम्रो छ। यिनीहरू चाहिँ रहेछ क्या 99 जाने। यस्तो राम्रो राम्रो रहेछ होइन। जाने बित्तिकै मेरो त आँखा पऱ्यो क्या प्लेटमा तिनीहरूमा। अनि गाना बजिरहेको भएर म्युट गरेँ। अनि एक त भिडियो पनि अलाउड रहेनछ क्या। मलाई थाहै थिएन सुरुमा जाँदाखेरि भिडियो बनाएँ मैले पनि सोधेन। कति प्रायः मान्छेहरूले भिडियो बनाउनु दिइरहेको हुन्छ नि त। अनि त्यही भएर मिल्छ होला भनेको। अनि पछि फेरि मिल्दैन भनेर बन्द गरेको थिएँ। अनि पछि फेरि अनि भिडियो कलमा बोले जस्तै गरी बनाउन चाहिँ मिल्छ त्यसरी बनाउनु न है म्याम भन्नुभयो। अनि हस् भन्दै हामीले यसरी भिडियो बनाएँ। अलिअलि भिडियो बनाएँ। हेर्नु न कति क्युट क्युट कति राम्रो राम्रो थियो कि सामानहरू चाहिँ सबै थियो भनेको एकै ठाउँमा होइन। कतै गएर खोज्नै परेन क्या। किचनकोदेखि लिएर तपाईँलाई यो हामीलाई चाहिने चाहिँ सबै सामानहरू थियो क्या। जस्तै फेसवासहरू भयो हेर्नु न कति राम्रो राम्रो क्या सबै। म त हेरेको हेरेँ भयो एकछिन त पुरा घुमेँ। हेर्नु न ह्यान्ड वास गर्नेहरू कति राम्रो राम्रो थियो। हेरेको हेरेँ भयो एकछिन त चारैतिर हेरेँ घुमेँ। गीतहरू पनि बजिरहेको थियो रमाइलो लागिरहेको थियो। हेर्नु न सिसाको कचौडा झन् कस्तो राम्रो ओहो मेरो मन त यता हेरेँ यतै राम्रो उता हेरेँ उतै राम्रो लौ न के लिने हो भनेर मन मेरो। हेर्नु न कस्तो दामी दामी क्या। स्पुनहरू पनि यस्तो राम्रो राम्रो थियो होइन। जुत्ता चप्पलहरू सबै एकै ठाउँमा क्या। के चाहिँ छैन भन्नु न त्यहाँ के चाहिँ छैन सबै थियो क्या सबै। चारैतिर हेरेँ तर अलि दुःख लागेको कुरा चाहिँ अब पुरा भिडियो बनाएर देखाउन पाइएन होइन। पछि फेरि एकजनाले हुन्छ भन्यो भने फेरि अर्कोले चाहिँ हामीलाई अप्ठ्यारो पर्छ भिडियो बनाउनु पाउँदैन भन्नुभयो। अनि हुन्छ ठिकै छ भने अनि त्यही भएर थोरै भिडियो बनाएँ। अनि यता बनाउँदाखेरि पनि त्यही भन्नुभएको थियो क्या। अनि अर्को बहिनीले चाहिँ बनाउनु भनिरहनु भएको थियो। अनि अर्को भाइले आएर चाहिँ मिल्दैन भन्नुभयो।
अनि यो चाहिँ हेर्नु न चाबीमा झुन्डाउने क्या कस्तो राम्रो राम्रो के म त कति यता हेर्छु तल हेर्छु ओ माई गड छानी क्या कुन चाहिँ लिनुहुन्छ हेर्नु न कुन चाहिँ लिनुहुन्छ ओ माई गड यस्तो ब्युटिफुल थियो नि मेरो त मनै यो पनि लिउँ तर के गर्नु पैसा थिएन धेरै सामान किन्नलाई अनि आफूलाई चाहिने 2टा कचौरा बोके आएँ मैले चाहिँ धेरै लिन सकेन हजुरहरू जानुभयो भने चाहिँ टन्न सपिङ गरेर आउनु होला है एकदम राम्रो छ दामी छ हैन मैले लास्टमा ल्याएको बोल चाहिँ यही हो के 2टा चाहिँ लिएर आएँ अनि यही हो एकदम राम्रो रहेछ 2टा लिएर आएको थिएँ अनि एउटा चाहिँ मैले अलरेडी युज गरिसकेँ के केही राखेको थियो यही हो तपाईहरुलाई पनि राम्रो लाग्यो भने चाहिँ जानु होला हेर्नु होला लोकेसन दिएको छु कस्तो लाग्छ राम्रो लाग्यो भने भरपुर सपिङ गरेर आउनु होला थ्यांक यू बाइ बाइ